आफैले रोक्नु भएको थियो कि के त्यहाँ उँधो 40 त्यो मिसिन अर्कै थियो त्यो रुमाको बाउ यति पढेर मात्रै होला है Keheren. तिमी आगो पनि थाहा हुन्न गएको पनि थाहा हुन्न के हो त नि यस्तो आराम
यो त जरुरी छ काम सिक्नलाई कि तपाईँलाई त यहाँ प्र्याक्टिकल्ली क्लास भयो के हो तर यो यसरी हातले छोड्ने बेला यसरी छोड्नु नि जानुपर्ने रहेछ कि छोडेर छोडेर जान्छ भने यो पिठो ट्याक्क लाइनको हुनुपर्छ कि यहाँ गेडागुडी भयो भने पिठो सेतो छ पुगेन भने ल्याउँछु छ हो तपाईँहरूलाई त सजिलो छ नि हामी छौँ फोनमा कुराहरू नि हुन्छ कतिपय कुरा फोन त नि हुन्छ नि त अनलाइन त यो हो यो ठिक्क छ काम त जे पनि सिक्नु पर्ने रहेछ क्या जानेर बसेर हुन्छ नि त त्यो के अरे चिरञ्जीवीका बा के अन्य मान्छे जान्छ त्यो सजिलो अन्त हुन्छ गरिराखेपछि ती पूजा चलाउँदाखेरि के भन्छ क्या दाइ त्यो मन्दिरमा लिएर गएको किचकिचै अरे हो त नि अब मान्छे आउँदो फर्नुहुन्छ कि भन्ने त फस्दैन भाइ कान्छा छोराको भावी एउटा बत्ती गाल्ने भनेर पठाएको छ यही गालिदिएको होला दुईवटा घर चाहिने थियो होइन किनकि बिट बुझिन्छ क्या नाइ कता चाहिँ यहीँ छ बोल्न त बच्छ मजाले तर बिट बुझिन्छ क्या ठुलो बाबालाई भनिदिएछु के त्यही बस्नुहुन्छ क्या आचार्यहरू छैनन् त्यहाँ चाहिँ पोहोर यहीँ आएको यहीँ बसेर अनि खिच्नु ल अनि होइन बसेर त खेल्नु मिल्दैन गौडामा बजारदेखि चाहिँ मैले हुन्की हुन्की भन्ने रहेछ यस्तो रिटायरपछि नचाहिने कुरा ज्योतिष हुने भनेको समाजले गरिसके होइन होइन क्या यो अब नेपाली जस्तै जस्तै हुन्छ क्या अरे यो भिडियोबाट बल्ल अहिले बल्ल भन्छ त्यो समाजले जस्तै जस्तै नेपाली हो नेपाली पढेकालाई हुन्छ के अरे जोहाइनु उयो अक्षरै त हो नेपाली अब भएन म माइजी उठ्नै सकिन्न नि त चिसो अनि उठेपछि त्यो गाई भैँसीको पर्दा घर नि त्यत्रो घाँसपात छ अब भन्दैन एउटा भैँसी र दुईवटा गाई छन् गाई दुईवटा छन् है दुईवटा गाई बसी एउटा भैँसी बसी अनि काम के चाहियो कमलको फुल हो के अष्टदल कमल अब यहाँ स्थापना ठिक छ अरे
आज खेल्छु त बिहान दुईचोटि प्र्याक्टिस गरेँ कि लडी घुँडा ठोकिएर अनि सुन्दै बसेपछि त्यो ब्रोइलर कुकुर बाबु बेसी गाडा हुन्छ अरू यज्ञमा के ए यहाँ रुद्री जोइन भएको हुँदा अनि ठाउँअनुसार रुद्रीलाई रुद्रीको लागि हो दाँत किराहरू त्यो के एउटा यो नवग्रह यहाँ राख्न पऱ्यो अँ, अब वास्तु पूजा गर्ने भने वास्तु लगाऊ त्यो पुनः उता उताको पुनः यो चाहिँ ग्रह हो पुनः ए, त्यसरी हुन्छ है ल पर्नु है अँ, हजुर यो ईशान कोणमा ग्रह हजुर र नैऋत्य कोणमा अँ, वास्तु वास्तु अब ती कार्य विशेषका ती चाहिँ कर्महरू अनुसार हुन्छ अब हामीले वास्तु त्यहाँ यो ईशान कोणमा राख्नुपर्छ र यो यसमा नैऋत्य कोणमा यो ईशानमा ग्रह चाहिँ ईशानमा नवग्रहहरू नवग्रह नारायण अँ, नारायणलाई यो नारायण पूर्व र यता। दक्षिणको बिचमा ए, आग्नेय ए, आग्नेयमा नारायण यहाँनिर त्यो जाँड गऱ्यो तर राम्रो कटन अब त्योभन्दा राम्रो क्वालिटी थिएन यसो हेरेको हेर्दा राम्रो लाग्यो भने गर्छु त्यो गर्ने अलिकति मोटा मासु बाहिर आउँछ त